जति खाए पनि मनै नभरिने त यही मासु नै होला के। जति खाए पनि मनै भरिन्न भनेको हेर्नु न, मैले कराई बसालिसकेँ है। त्यसमा चाहिँ एकदमै थोरै तेल राखेको छु, किनभने मैले बुङ्गुरको मासु बनाउँदैछु नि त। अनि त्यसको लागि मैले टमाटर र प्याज पनि रेडी गरिसकेँ। मैले चाहिँ टमाटर अलिकति बढी लिन्छु। मैले चाहिँ यहाँ कराई बसालिसकेको छु है। कराई पनि तात्तिसकेको छ। मैले चाहिँ जिरा र अनि अलिकति मेथी फुराउँछु कि मलाई त यसको स्मेल एकदमै मनपर्छ। अनि त्यही भएर पनि मैले चाहिँ बुङ्गुरको मासु अघि नै धोइसकेर पनि राखेको हो होइन। अब यो बुङ्गुरको मासुलाई चाहिँ मैले एकदमै रातो हुने गरेर भुट्छु है साथीहरू। पहिला यो मासुको यतिको कलर भइसकेपछि चाहिँ लगभग यो रेडी हुन लागिसक्यो होइन। मैले चाहिँ नुन र बेसार चाहिँ पछि नै हाल्छु। पहिला मजाले मासु भुट्छु, त्यसबाट अनि तेल निस्केको हुन्छ नि त, अनि त्यो निकालेर चाहिँ मैले बाहिर राख्छु। अब यतिको भएपछि अब बल्ल मैले अरू सामानहरू हाल्छु है। यो चाहिँ हातले नै घरमा सिलौटोमा पिनेको मसला हो होइन। एकदमै राम्रो हुन्छ नि त मिक्सरहरूमा पिनेको भन्दा। मलाई चाहिँ यसरी पकाएको चाहिँ एकदमै मनपर्छ है। त्यसपछि मैले नुन अनि बेसार हाल्छु यतिको मासु हुँदाखेरि नै। हेर्नु न गाइज, अघि भुटेको मासुबाट कति धेरै तेल निस्केको छ कि। त्यही भएर त बुङ्गुरको मासुमा एकदमै थोरै तेल हालेर पकाउनुपर्छ। अब मासु चाहिँ यतिको भएपछि चाहिँ मैले प्याजहरू सबै हालिदिन्छु होइन, मसला नै हालिदिन्छु। अब यतिको भएपछि चाहिँ मैले बुङ्गुरको मासुमा चाहिँ कागती हालिदिन्छु के। अनि यो बुङ्गुरको मासुमा बढी नै चिल्लो हुन्छ नि त, अनि कागती हालेपछि टेस्ट पनि फरक हुने भयो, चिल्लो पनि काट्ने भयो नि त साथीहरू होइन। त्यही भएर कागती चाहिँ मैले यसरी नै हाल्छु है साथीहरू। अब चाहिँ मासु रेडी भयो है साथीहरू। हेर्नु न कस्तो राम्रो लुक्स देखेको छ, कस्तो के नखाए नि खामखाम जस्तो लाग्ने भइसकेको छ है। मैले चाहिँ मासु यसरी नै पकाउँछु होइन बुङ्गुरको। हजुरहरूले कसरी पकाउनुहुन्छ? हुन त आफ्नो स्टाइल हुन्छ होइन। मेरो चाहिँ